क्रिसमसको छुट्टीमा हामी गर्दैछौँ साथी गिफ्ट एक्सचेन्ज। हाम्रो फर्स्ट सुरुमा पालो भएको छ तेन्जिङ लामाको, उहाँले ल्याउनु भएको गिफ्टहरू चाहिँ एक्सचेन्ज गर्दैछौँ। कसैले चाहिँ 2-3वटा लगेर चाहिँ आफ्नो पाउनै गाह्रो भइरहेको छ। त्यसपछि हाम्रो सुरु भएको छ ललिता गुरुङले पनि ल्याउनु भएको गिफ्टहरू चाहिँ एक्सचेन्ज गर्दैछौँ होइन। त्यो गिफ्टहरू एक्सचेन्ज गर्दा चाहिँ आफूलाई मनपर्ने कलरहरू चुज गर्दा चाहिँ होइन कोही साथीले चाहिँ पाउनै गाह्रो क्या। उहाँले ल्याउनु भएको गिफ्टहरू पनि हामीले चाहिँ होइन एकदम रमाइलो तरिकाले चाहिँ लिइसकेका छौँ। यो रबरहरूकोमा चाहिँ एकदम रमाइलो भएको थियो क्या, किनकि त्यसमा चाहिँ डिफ्रेन्ट कलरहरू थियो। त्यसै कारणले गर्दाखेरि चाहिँ आफूलाई मनपर्ने कलरहरूले गर्दाखेरि चाहिँ यो चाहिँ मेरो पालो। मैले चाहिँ बक्समै दिएँ यो गिफ्टहरू चाहिँ। त्यसपछि हाम्रो समीक्षा दिदीको पालो हुनुहुन्छ, उहाँले पनि आफ्नो गिफ्ट चाहिँ दिइसक्नु भएको छ। ल अब कहानीमा ट्विस्ट चाहिँ यहाँ आउँछ कि उहाँले चाहिँ रमाइलोको लागि भनेर चाहिँ अन्डरवेयर ल्याउनु भएको रहेछ। यसमा चाहिँ एकदम धेरै हाँसेको के, एकदम धेरै होइन, किनकि त्यो हामी मात्रै थिएन कि हामीले चाहिँ यो प्रोग्राम चाहिँ रेस्टुरेन्टमा गरेका थियौँ। त्यस कारणले गर्दाखेरि त्यहाँ अरू मान्छेहरू पनि थियो होइन। अनि सबैले हामीलाई हेरिरहेको थियो क्या, हल्ला गर्दै हाँस्दै गरिरहेको थियो। अनि त्यही भएर अनि उहाँ चाहिँ हिसीले ल्याउनु भएको गिफ्ट पनि हामीले बाँडिसकेका छौँ। हामी ल्याएको अब सामानहरू गिफ्टहरू चाहिँ एक्सचेन्ज गरेर चाहिँ हामी चाहिँ अब भिडियोहरू गरेर त सामानहरू एकदम धेरै भइरहेको थियो होइन। एकदम रमाइलो पनि भयो, मेमोरी पनि भयो। मेरो सामान चाहिँ यही हो।